कस्तो रमाइलो ठाउँ छ नि। यहाँ आयो भने चाहिँ जस शान्तै हुँदो रहेछ मन। जाउँ, लेट्स गो लेट्स गो। बिचरा हाम्रो बुढाहरू चाहिँ हेर त्यहाँ बिजोग भएर घाममा डढेर माछा रुँगिरहेछन् खोलामा। माछाको जिन्दगी। माछा अब कति खाने हो थाहा छैन। कति आनन्द रहेछ ओह्रालो हिँड्नु चाहिँ मजा हुँदो रहेछ हौ। कस्तो चिसो हावा है, कति आनन्द के हो यस्तो घाम नलाग्नु हो यस्तो मौसम चाहिँ हुनु नि। तल छ बिचरा माया लाग्दो टुराहरू माछा पर्खिरहेछन् होला टाङ्गो छापेर। यस्तो छ है अमेरिकामा हाम्रो पनि माछा मार्ने खोलाहरू पो छ त हौ। खतरा खतरा यो चट्टानहरू यस्तो यो ढुङ्गाको चट्टानहरू अनि यो के अरे भिरहरू पाखाहरू चाहिँ सेम मलाई उयो लाग्यो। हाम्रो नेपालतिर पनि हुन्छ नि त यस्तो यस्तो दामी क्या। ओह्रालोमा गोटङ टङ 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 खुट्टा स्लिप खान्छ है फेरि। आउँदा अघि यति उकालो आउँदाखेरि यति कति टाइम लाग्यो है। अहिले हेरेँ त कति मुनि झरिसक्यौँ हामी ओह्रालो झर्दा चाहिँ। यता हेर यस्तो भिरालो चट्टानै चट्टान छ। यता यस्तो भिर पाखा छ चट्टानै चट्टान। यता खोला छ माछा पनि यस्तो खतरा पर्दछ है पर्नु चाहिँ। कसैले चाहिँ अब माछाको भात पुऱ्याएर खैरिनीहरू बाटो लागे जस्तो छ। ओह्रालोमा त अनि कस्तो छरा हुन्छ त पुरो माथिदेखि हेर हामी कति छिटो ओह्रालो झर्दा चाहिँ कति छिटो झरिसक्यौँ। अघि जान यति कालो चट्टानलाई चाहिँ कति गाह्रो परिरहेको थियो। पर जाँदा हुँदैन ऊ त्यो साइड जाँदा हुँदैन। जाउँ न त्यही साइड ल उपरभन्दा यता अनि आउँला खोलाको नजिक किनारमा आइपुग्यो है आइपुग्यो। पहाड पुगेर झऱ्यौँ है हामी। पहाड पुगेर झऱ्यौँ। पहाडदेखि तराई झर्दैछौँ है हामी। यस्तो उकालो पहाड।